नाइस टेलिभिजनको लागि रुद्रकाली मिडिया हाउसको प्रस्तुति। नरो न, यस्तो हुन्छ भन्ने कसलाई के थाहा र? भनेपछि कुरो त्यस्तो रहेछ। म यो घरको नोकर्नी हो कि तिम्रो श्रीमती हो? जहिले झर्की फर्की गरेछ, मैला हिंसाको उजुरी हाल्दिउ? मेरी आमा पर्दैन उजुरी गर्नलाई, बरु जाऊ मिठो खाना बनाऊ। हजुर मलाई माया गर्नुहुन्न है? आई हेट यु देव, आई हेट यु। आई अल्सो हेट यु। त्यो कुर्सीमा त होइन म बस्ने हो, बुझिस्? के हुँदैछ त्यहाँ? मैले भनेको काम गर्यो? हुँदैछ काका हजुर, हुँदैछ। यहाँ म सब मिलाउँदैछु। तपाईँलाई एउटा खुसीको कुरो छ। कस्तो खुसीको कुरा? भन् भन्न छिटो भन्। सुनातुर भइसक्यो। म्याडम यो सहर छोडेर हङकङ जानुभयो। यो कम्पनी सब मेरो जिम्मामा छ। गुड, भनेपछि हाम्रो प्लानले काम गरेछ हैन? मैले तिमीलाई त्यहाँ पठाएको भनेर नभन्नु, नत्र त्यो कम्पनी हाम्रो हातबाट उम्किन सक्छ। हजुर ढुक्क हुनुहोस्, अब यो कम्पनी केवल हाम्रो हो। ओके, त्यसलाई के थाहा यो काकाको मान्छे भनेर? यता पनि कमिसन, उता पनि कमिसन। आफूले आफूलाई निकै ठुलो सम्झिन्थे, तर पोथी बासेको सुहाउँदैन। यसलाई के थाहा यहाँ भालेहरू छन् भनेर? ओए, के भयो? किन टोलाएर बसेकी? खाना खा, जुस खा। कसरी खानु? जतिखेर नि बच्चाहरूको मात्रै झझल्का आइरहन्छ। दुईजनै बच्चा नभएपछि त घरै सुन्नै हुँदो रहेछ। कति पिर गरिरहेको? पिर नगर। आफ्नो रगतको मलाई पनि चिन्ता छ नि। अब परिस्थितिले यस्तै बनायो। बरु म फोन गर्छु।
बोर्डरै क्रस गरिसक्यो कि छोरीलाई त फोन लाग्दैन त छोरीलाई गर्नु न लाग्यो हेलो छोरी कहाँ पुग्यौ तिमीहरू ल ल ल छोरी ल बाई छोरी छोरी के को छोरी छोरी राखिसके जाँदैछन् रे त उहाँ पुगेपछि फोन गर्छु भनेछन् धेरै चिन्ता गर्नु पर्दैन चिन्ता गर्नु पर्दैन भनेर कहाँ हुन्छ तपाईँ त्यस्तो अवस्थामा हुनुहुन्छ म जसरी भए पनि त्यो केटीलाई खोज्छु तपाईँले चिठीमा लेखे अनुसार नै खोजी गर्दैछु आफ्नो केयर गर्नु होला म भोलि बिहानै तपाईँलाई औषधि लिएर आइदिन्छु यस्तो गर्मी चिसो पानी खानु पर्यो त्यो मान्छे किन मलाई सौगात नै जस्तो लाग्छ मेरो भ्रम हो भनौँ भने पनि 2-3 पटक उस्तै मान्छे कसरी देख्छु फेरि त्यो केटीसँग सार्वजनिक ठाउँमै किस त्यो त हुनै सक्दैन मेरो सौगात त्यस्तो थिएन होइन के भइरहेछ मलाई बिचारा कति माया गर्थ्यो उसले मलाई किन रोको म जापान गएर चाँडै फर्किहाल्छु नि प्लिज मलाई नबिर्स है यहाँ तिमीलाई धेरै खतरा भएर तिमीलाई मैले जापान पठाउन लागेको म तिमीलाई कुरिरहनेछु तपाईँ यो औषधि खाएर आराम गर्दै गर्नु केही पऱ्यो भने मलाई कल गर्नु होला भाइ हजुर कहाँ खोज्ने होला यो केटीलाई गाउँ सहर सारा खोजिसके कहीँ भेट्दैन सौगात सौगात यस्तो सौगातै हो जस्तो छ ओ गड चोट लागे जस्तो छ सौगात
होइन के भयो केही न केही चाहिँ पक्कै भएको छ कोही न कोही पक्कै आछ बुढी ए बुढी बुढी होइन के अचम्म भयो सिरियालाई त मैले जापान पठाएको थिएँ मलाई खबरै नगरिकन नेपाल आइछ झन् मैले यहाँ यति धेरै खतरा छ भन्दा भन्दै मैले नबोलाइसँग नआउनु है यहाँ भनेको आइछ झन् हुन त अब म्याडम छैन त्यसैको डरले पठाएको फेरि प्लान सक्सेस हुँदा साथ त म बोलाइहाल्थेँ नि अब के पो गर्ने होला एकचोटि फोन पो गर्नु पर्ला हेलो के समस्या पर्यो भन काका सिरिया नेपाल आइसकेकी छ मार्दे मार्दे किन मार्नु पर्यो उसलाई होइन यो काकालाई के भएको छ किन उसको पछि लागिरहेछ उसैलाई मार्दै भन्छ ऊ बिना त म कसरी बाँच्न सक्छु र कीर्ति होइन आजकल के भइरहेछ यो घरमा यत्रो वर्ष बच्चाहरूको घरमा यो घर छोडियो यो घरमा को आउँछ को जान्छ केही पत्तै छैन मान्छे चाहिँ पक्कै आएको कतै आत्मा त होइन होइन साथै जाने फेरि कराउँछ किन कराएको अनि किन चोलाएर बसेर गाउँको घर पनि डङरङ्ग छोडेर आयो एउटा भएको घर पनि पुरै लोनमा छ आफ्नो भएको अंश जति बेचेर यही घरमा हाल्यो तँलाई फेरि देखासिकी नगरी नहुने बाहिर हेर्दा हुने खानी देखिया छ भित्रभित्र खोक्रो भइसक्यो उस्तै भइदियो भए नदीमा हाम फालेर मरिसक्दै तपाईँलाई जति चिन्ता छ मलाई पनि त्यति नै चिन्ता छ अब घर भाडा आउँछ त्यसैले दिनुला ब्याङ्कको लोन कसले दिन्छ भाडा बिचराले काम त पाएको छैन यस्तो लकडाउनमा भाडा त्यहाँमाथि 4-4वटा कोठा खाली त भइसक्यो साह्रै तनाव भएको छ यो घरको लोन तिर्न सकिएन भने त भएको यो घर पनि जान्छ एकचोटि सम्झि त गरेर खानु पर्दैन जाने होइन जा उता जाने काम गरेर खाने हामी त यहाँ काम गरेर खायो थियो ओहो यस्तो त कदापि हुन दिनुहुँदैन
यस्तो भयो भने त बर्बादै हुन्छ। भन्नु न देव, को बिना बाँध्न सक्छु र भन्नुभएको? हजुरको मोबाइल अरू त छैन नि? हजुर छैन भनेको म तिमी बिना कसरी बाँच्न सक्छु भनेको के यार साथीसँग। तिमी पनि प्रमिस हो? प्रमिस यार, भगवान कसम कति भन्नु म तिमी पनि अब त खुस। कीर्ति ला बाबाको फोन। अब के भन्नु होला देव? बाटैमै छु भन न। हेलो, अनि अहिले कहाँ पुग्यो तिमीहरू? अहिले हामी बाटोमै छौँ। दार्जिलिङ पुगेपछि म आफै फोन गर्छु हजुरलाई। मम्मीलाई चिन्ता नलिनुहोस् भनिदिनु है। जति नै चिन्ता भए पनि भोकै बस्न सकिँदो रहेछ। फेरि नखाइ बसौँ भने पनि ग्यास्ट्रिकले सताउँछ। हेर यो मासु चिउरा छोराछोरीले कति मिठो मानेर खान्थे। के गर्नु, कहाँ होला के गर्दै होला। होइन के भयो? एक्लै फतफताइरहेछ त। मिठो मिठो बाख्ना चल्छ, के खान्छ भने? छोरीले मलाई फोन गरेथी, पुग्न लाएँ भन्दै थिएँ। पुगेपछि फोन गर्छन् होला। ए पुग्न आँटे रे? पुग्न आँटिस अरे। अनि मलाई चाहिँ खाजा छैन? छ नि, एक्लै बनाएर खान्छु त। पस्नु, खाने बेलामा आउनु छैन, टाइममा लिएर आउँछु। ल लिएर छिटो। खाजा त गजबको बनाइसिस् ल। ए बुढी सुन त, यो घरमा कहिलेकाहीँ तैँले मान्छेको छाया देखाएको छिस्? लौ न, के सोधेको होला? मान्छेको छाया त भइहाल्छ नि। त्यसो भन्न खोजेको होइन के, यो घरमा कसैको आत्मा आए जस्तो छ। ए के भयो आत्मा नि? आत्मा आयो के भएको हो तपाईँलाई? खुस्किन लाग्नु भयो क्या हो तपाईँ? खानुहोस्, कुरो खाजा। यता कृति उता श्रेया। यो सब काकाले गर्दा भएको। सल्लाह गरौँ भने पनि श्रेयालाई मार्दै भन्छ। कस्तो धर्म सङ्कट पारे होला मलाई। के गर्ने होला मेरो भाग्य। भित्र आउनुहोस्, ढोका खुल्लै छ। श्रेया, तिमी यहाँ हो? किन अचम्म लाग्यो? त्यसो भन्न खोजेको होइन। तिमीले मलाई खबरै नगरी किन आयो? तिमीलाई यहाँ एकदम खतरा छ। खतरा मलाई होइन, तिमीलाई छ। मलाई जापान पठाएर तिमी यहाँ दुनियाँ केटीसँग मस्ती गरेर बस्न लाज लाग्दैन? जस्ट जोकिङ सौगात, तिम्रो त होसै उड्यो जस्तो छ। भित्र बोलाउँदैन मलाई? भित्र आऊ न। ओके स्योर। थ्याङ्क यू सौगात। बाबा मम्मी पनि म दार्जिलिङ पुग्यो भनेर मक्ख छ। दादाले पनि कुरा मिलायो होला कि ती यहीँ छ भनेर।
उसले पनि कति दिन झुट बोलाएर होस् म दार्जिलिङमै छु भनेर फोन गर्छु। हेलो मम्मी, म दार्जिलिङमा राम्रै छु, मेरो केही चिन्ता लिनु पर्दैन। ल ल राम्रोसँगले बस्नु, केही पर्यो भने फोन गर्नु है सानो। हुन्छ मामु हुन्छ। अनि बाबा कोही त? ए बुवा एकछिन बाहिर जानुभएको छ। ल ल खाना राम्रोसँग खानु नि, त्यहाँ भोकै बस्ने होइन नि फेरि। हुन्छ मामु, बाबाले हामी राम्रै छौँ भनिदिनुहोस् है। अहिलेलाई राख्ने है मामु, बाई बाई मामु। ल ल ल ल बाई। बल्ल ढुक्क भयो, अब मम्मी बाबालाई पनि हाम्रो टेन्सनै भएन। साँच्ची देवलाई पनि भोक लागिसक्यो होला, बिचरा देव मलाई कति केयर गर्छ। हे भगवान्, म र मेरो देवको मायामा कसैको आँखा नलागोस्। होइन, यहाँ त सौगात एक्लै छ, केटी पनि छैन। अस्ति बाटोमा किस गर्ने केटी त हो कि मेरो भ्रम? कहिलेकाहीँ आँखाले देखेको कुरा पनि झुट हुन्छ भन्छन्। श्रेया के भयो तिमीलाई? के पनि होइन सौगात, 2 वर्ष मबाट टाढा भयो, अर्को गर्लफ्रेन्ड बनाएन? म पागल छु र? यति धेरै माया गर्ने मायालु हुँदा हुँदा अर्को गर्लफ्रेन्ड बनाउँदै हिँड्नलाई? सुन न, बाहिर कतै रेस्टुरेन्टतिर गएर बसौँ न, हुँदैन? बरु त्यतै मायाका कुराहरू गरौँ न। हुँदैन, आज त म कहीँ जान्न, तिमीसँगै बस्छु। घुम्नलाई भरे भोलि गयो हुन्न र? हे भगवान्, यही बेला कृति आइ भने बर्बाद हुन्छ। ओ गॉड, म के गरौँ? यहाँबाट श्रेयालाई बाहिर पठाउनै पर्छ। के भयो सौगात, किन टोलाको? त्यस्तो केही होइन, बाहिर जाउँ न ल, बाहिरै फ्रेस भइन्छ नि, बाहिर बस्नु ल है। ओके माइ लभ। कृति तिमी यहाँ? सौगात के हो यो सब? श्रेया दी को सौगात? वहाँ त मेरो। तिमी खुरुक्क जाऊ त, तिम्रो एकअर्कालाई चिन्छौ? तिमी जाऊ, खुरुक्क जाऊ तिमी। एकछिन, यहाँ के भइरहेछ? कृति ऊ को हो तिम्रो? मेरो हुनेवाला हस्बेन्ड हो। म हुँदा हुँदै अर्को केटी राख्ने? तिमी गलत बुझ्दैछौ, म केवल तिम्रो मात्रै हो। देव बुझ्यौ? तपाईँ यो के भन्दै हुनुहुन्छ? पागल त हुनु भएन? तपाईँले मलाई जिन्दगीभर साथ दिन्छु भन्नुभएको थियो, अहिले आएर के भन्दै हुनुहुन्छ? चुप चुप, गेट आउट, गेट आउट, गेट आउट, गेट आउट। वाउ सौगात वाउ, नाम पनि 2-2वटा, गर्लफ्रेन्ड पनि 2-2वटा, बाहिर पनि अरू छन् कि? श्रेया प्लिज बुझ न यार, मैले कृतिलाई माया गरेको छैन। श्रेया मेरो मनमुटुमा मात्र तिमी छौ। नछौ मलाई, अपवित्र तिम्रो हातले मलाई छुने कुनै अधिकार छैन। सँगै जिउने मर्ने कत्रो सपना देखेको थिएँ मैले, तर आज सबै चकनाचुर भयो। धोकेबाज त मरिस मेरो लागि आजदेखि।